माफ गरिदिनु होला मलाई। हिन्दू समुदाय, मुस्लिम समुदाय, मैले कहिले जातीय विवाद गरेको छैन। त्यो लक्ष्मी जस्तो कहिले गरिनँ। तपाईँहरूप्रति धेरै माया, मलाई धेरै सम्मान छ। कहिले गलत गरिनँ, कहिले गलत गर्दिनँ पनि। म टाढा गइसकेँ यो सबदेखि। लाइफमा के गर्छु दिदीबहिनीको लागि, महिला दिदीबहिनीहरूको लागि के गर्छु भनेर म आएको थिएँ, तर म हारिसकेँ। म त हारिसकेँ। तपाईँहरूले मलाई जातीय विवादमा पारिदिनु भयो, जबकि म केही पनि छैन। मेरो चरित्र हत्या भएको बारेमा त तपाईँहरू एक शब्द बोलिदिनु भएन। कसैले पनि बोलिदिएन मेरो चरित्र हत्या भयो। 8 महिना 24 घन्टा, मैले 24 घन्टा। श्रीमान छैन नजिक, सम्झाउने बुझाउने कोही छैन। माइती टाढा छ। ससुरालीपट्टि सबलाई नफरत मसँग। यो सब कुराहरूले गर्दा म जिन्दगीमा धेरै त गुमाइसकेँ। 8-9 महिना कुन किसिमको हेरेसमेन्ट भयो मलाई। तिमीहरू गाली दिने मान्छेलाई पनि पाप लाग्छ कि? कतै पाप गरेको छैन मैले आजसम्म। र पुलिस प्रशासनलाई भन्छु म, तपाईँहरूलाई मैले जानकारी दिएको थिएँ मैले साइबर ब्युरोलाई। 8-9 महिनादेखि आज सेतो सानो भाइ सुनसरी जिल्लामा थाहा छैन कसले मारेको, तर जो पनि मारो अपराधी त्यो मान्छेलाई पक्कै पनि अल्लाह तालाले त्यसलाई देखाउँछ। जसले जातीय द्वन्द गराएर त्यहाँ 1 नम्बर प्रदेश सुनसरीमा जुन हमला गरेको छ, जातीय विवाद गराएको छ, त्यसलाई अल्लाह तालाले छानबिन गर्नुहुन्छ। र मलाई र मेरो श्रीमानलाई जुन हिंसा र जुन टर्चर, जुन मानसिक तनाव हामीहरूलाई दिनुभएको छ, हामी इन्साअल्लाह अल्लाह तालाले इन्साफ गर्नुहुन्छ मसँग। र तपाईँहरूले जुन तरिकाले एरेस्टमेन्ट गर्दै हुनुहुन्छ, मेरो केही पनि छैन। माफ गर्नु होला मलाई। म त्यस्तो खालको केटी छैन, मेरो श्रीमान पनि त्यस्तो छैन। जुन पोस्ट तपाईँहरूले गरिराख्नु भएको छ, बहुत गलत गरिराख्नु भएको छ। म बोल्दिनँ, न म कुनै दिदी बहिनीको केसमा जान्छु। अब म आफ्नो घरमा बस्छु। मेरो श्रीमानले मलाई पाल्न सकेको छ, खाना दिएको छ, लुगा दिएको छ। मेरो श्रीमानले जाँदिनँ अब म, न कुनै दिदी बहिनीको पीडित दिदी बहिनीको विषयमा बोल्छु, न म जातीय कुनै कुराहरूमा बोल्छु, न मुस्लिम मरोस्, मुस्लिमहरू मारिदिनु या जेसुकै गर्नु बोल्दिनँ म। कुनै पनि दिदी बहिनीले मलाई फोन नगर्नु फोन, म नगर्नु फोन। 12 वर्ष समाजको लागि खटिदिए भयो। अब हेरेसमेन्ट भयो, बहुतै हेरेसमेन्ट भयो। अल्लाह ताला मलाई सबर दियोस्। नगर यो भिडियो हेर्ने दिदी बहिनीहरू जति छ, नगर्नु मलाई फोन। नभन्नु कि मलाई दुःख छ, नभन्नु कि म पीडित छु भनेर। कुनै दिदी बहिनी नभन्नु मलाई, नभन्नु मलाई। कोही पनि फोनै नगर्नु। म छोडिदिएँ काम आजदेखि। सब महिला अधिकार कर्मीको काम छोडिदिएँ मैले माफी मागेँ सबैसँग। अब मेरो त्यस्तो खालको भिडियो आउँदैन। अब कसैको पनि जातीय विवाद, न हिन्दू न मुस्लिम न कुनै पीडित दिदी बहिनीको पक्षमा बोल्छु म, बोल्दिनँ। गल्ती भयो मसँग कि मैले 12 वर्ष मैले आफ्नो टाइम वेस्ट गरेँ। कतै जागिर गरेको भए 2-4 पैसा कमाउँथ्यो होला, तर नाइ, आफ्नो टाइम वेस्ट गरेँ। आफ्नो पोकेटको पैसा खर्च गरेर पीडितसँग पुगे। गल्ती भयो। बाँकी कुराहरू हुँदै गर्छ। भयो, यो लास्ट हो। भयो, दुःख लाग्यो हजुर। अब म साँच्चै भन्दैछु दिदी बहिनी हो, मलाई फोन नगर्नु। मलाई दुःख पर्यो भनेर मलाई कुनै पीडित दिदी बहिनीले कल नगर्नु।
मैले राम्रो काम गरेको पनि पचेन, कसैलाई पचेन। माफी चाहे सबलाई, सक्छौ भने माफ गरिदिनु। आजदेखि न हिन्दूको बारेमा केही बोल्छु, मुसलमानको बारेमा केही बोल्छु, न कुनै पीडित दिदीबहिनीको बारेमा केही बोल्छु, केही बोल्दिनँ। कुरान पाकको कसम, मेरो आमाको कसम, केही बोल्दिनँ, कसैको बारेमा बोल्दिनँ। मेरो जिन्दगी अब म जसरी चलाउँछु, नाचेर गाएर जे गरेर भयो, अब बस भयो।